नमस्कार, अपन समाचार में स्वागत छ। सुरुवात में हेडलाइन्स। नेपालगंज में संक्रमित को संख्या बढ़दै, भेरी अस्पताल में स्वास्थ्यकर्मी को अभाव। काठमाडौँ उपत्यका में लकडाउन को तैयारी, लकडाउन अघि घर फर्किन 2 दिन समय दिन सरकारलाई सिफारिस। सम्पूर्ण शैक्षिक संस्था र पूर्व निर्धारित परीक्षाहरू स्थगित, त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू पनि स्थगित गरियो। कर्णाली प्रदेश में फ्लोर क्रस गरेर मुख्यमंत्री शाहीलाई मतदान गर्ने एमालेका 4 जना सांसद पद मुक्त। र भारत में कोरोना को कहर पछिल्लो 24 घण्टा में 3,52,000 संक्रमित थपिए। अब समाचार विस्तार में। पश्चिम क्षेत्र को सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पताल में कोरोना संक्रमित को उपचार का लागि स्वास्थ्यकर्मी को अभाव भएको छ। गत वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर केही सहयोग गरेको भए पनि यसपटक चिकित्सक अभावका अवस्था भयावह भइसकेको छ। दाङ तुलसीपुरको सन्तोष वली 12 दिनदेखि कोरोना संक्रमित छन्। उनी भेरी अस्पताल आसपासमा उपचारको लागि दौडधुप गरिरहेका भेटिन्छन्। आफूसँगै संक्रमित श्रीमतीको उपचारका लागि उनी दौडधुप बढेको हो। अस्पताल बसाई उनका लागि निकै कष्टकर बनेको छ। केही दिन अघि मात्रै उनले कोरोना संक्रमणकै कारण छोरी गुमाएका छन्। दाङमा स्टाफ नर्सको रूपमा कार्यरत रहँदा उनकी छोरी संक्रमित भएकी थिइन्। उपचारकै क्रममा उनको मृत्यु भएको थियो। यस्तो पीडाका बीच अस्पतालमा रहेको उपचार गराउन नसकेको उहाँको गुनासो छ। डाक्टरको टिम मिलाएर 5 जना छन् र सेवा पुगिरहेको छैन। जस्तो एउटा पाइपलाइन फुस्किन्छ, त्यहाँ पुग्दा पुग्दै बिरामीको ज्यान जान्छ, अनि त्यो पनि केयरलेस भइरहेछ। अनि प्लस के छ भनेपछि हजुरको स्टाफ नर्सहरू त नाइट ड्युटीलाई एकदम कम छ। दिउँसो त खासै मनोबल बढ्या हुन्छ बिरामीको, रातिको बेलामा आतिन्छ र त्यो भएर स्टाफहरू हजुरले जतिसक्दो थप्नलाई 5 वटा अझ अरू सुविधा दिनलाई हजुरले मिडियाबाट सरकारलाई दबाब दिनु छ भन्ने मेरो आशा छ। त्यही पनि म उसको आमाको लागि र सानो बच्चा छ, उसको बच्चा बचाउनुको लागि म सङ्घर्षमा लागिरहेको छु। अनि तपाईको खानाको लागि पनि होटलहरू छैन। यो त प्रतिनिधि घटना मात्रै हो। भेरी अस्पतालमा यसै गरी कोरोना संक्रमित भई छटपटाइरहेकाहरू प्रशस्त भेट्न सकिन्छन्। भेरी अस्पतालको कोरोना बेड भएपछि स्थिति नियन्त्रण बाहिर भएको छ। कोभिडका बिरामीलाई भर्ना गर्न नसकेर मुक्तदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरूले दुःख पोखेका छन्। आइसोलेसनका अभावका कारण संक्रमितहरू उपचार पाउनबाट वञ्चित छन्। अस्पतालमा जटिल अवस्थाका बिरामीहरू थपिने क्रम बढ्दै रहेको छ। चैत्रमा चाहिँ कोभिड देखियो। त्यो बेलामा नेपाल सरकारले चाहिँ विभिन्न स्वास्थ्य कर्मीहरू चाहिँ काठमाडौँबाट पठाइदिएको स्थिति थियो। तर यसपालि त्यस्तो कोही पनि नयाँ आएका छैनन्। पुरानो हामी जनशक्तिहरूले नै तपाईँको धानेका छौँ। त्यो अर्थमा अहिले चाहिँ भेरी अस्पताल हिजोको दृष्टिकोणले यदि हेर्ने हो, नर्मल बेला हेर्ने हो भने हामी कहाँ 10 जना अक्सिजनमा भएको बिरामी हेर्ने जनशक्ति हामीहरू हौँ। तर आज 140 जना कोभिडका पेसेन्टहरूमा 8 जना, 6 पनि होइन, 8 जना भेन्टिलेटरमा छ र तपाईँको चाहिँ लगभग ती बाहेकका तपाईँको मोर देन 60% पेसेन्ट चाहिँ अक्सिजनमा छन्। त्यो कन्डिसनमा अब हामी गरिरहेका छौँ, गरिरहन्छौँ, गर्ने पनि छौँ। तर समन्वय गर्ने कुरामा एउटा होटलमा जिल्लाभर 1266 सक्रिय संक्रमित छन्। अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राजा विमानस्थल नजिकै व्हाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन्। भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने बताएको छ। दैनिक 100 भन्दा बढी कोरोनाका बिरामीहरू थपिँदै गएका छन्। सरकारले लकडाउन गर्नु पूर्व नागरिकलाई आफ्नो घर जानका लागि 2 दिनको समय दिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्लाधिकारी कालीप्रसाद पाराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकाले कम्तीमा 1 साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि 2 दिनको समय दिइने बताउनुभयो। सोमबार काठमाडौँ उपत्यकाका 3वटै जिल्लाका प्रमुख जिल्लाधिकारीहरूले कम्तीमा 2 दिनको समय दिएर 1 साताका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ। कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रूपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताउनुभयो। यतिले मात्रै नपुग्ने हो कि अब अलिकति थप क्षेत्रहरूलाई पनि अलिकति टाइट गर्नुपर्ने हो कि भन्ने हिसाबले नै अब हिजो पनि सिसिएमसीले विभिन्न निर्णयहरू गरेका छ। अब त्यो निर्णय आधिकारिक रूपमा हामी कहाँ प्राप्त भइसकेको त छैन। तर अब स्थानीय प्रशासन ऐनले र संक्रामक रोग ऐनले चाहिँ प्रमुख जिल्ला अधिकारीलाई पनि आफ्नो जिल्लाको स्थिति हेरेर आवश्यक निर्णय गर्न सक्ने भन्ने प्रावधान भएको हुँदा
यसमा हामीले बिहान अब काठमाडौँ, ललितपुर, भक्तपुरको तीनटै प्रमुख जिल्लाधिकारीहरू बसेर छलफल गरेर यो विषयमा चाहिँ यसो गर्नुपर्छ भन्ने हिसाबले हामीले एउटा प्रारम्भिक ड्राफ्ट तयार गरेको छ। अलिकति जनतालाई पनि सहज हुने गरी अब के गर्न सकिन्छ भन्ने हिसाबले नै हामी छलफलमै छौँ। लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणले अपील गरिएको भए पनि मापदण्ड पूर्ण रूपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ। त्यसैले थप भयावह स्थिति आउन नदिनका लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्लाधिकारी पराजुलीले बताए। कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले सम्पूर्ण शैक्षिक संस्था र पूर्व निर्धारित परीक्षाहरू बन्द गर्ने निर्णय गरेको छ। सरकारी निर्णय पश्चात पनि सोमबार परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले अन्ततः मंगलबारबाट कुनै पनि परीक्षा सञ्चालन नगर्ने भएको छ। त्रिभुवन विश्वविद्यालयका केन्द्रीय परिषद बोर्डका सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो। बढ्दो कोरोना भाइरसका कारण मंगलबार सबै तहका परीक्षा स्थगित गरिएको छ। अहिले जारी रहेको र आगामी परीक्षा मिति तोकिएका परीक्षाहरू पनि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छन्। यसअघि कोभिड-19 सङ्कट व्यवस्थापन केन्द्र अर्थात् CCMC को बैठकले देशभर सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको भए पनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको थिएन। बजार अनुगमनको नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। विभागले सोमबार सूचना जारी गर्दै कोभिड-19 को बढ्दो संक्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण, शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवा बाहेक अन्य सम्पूर्ण सेवा आजदेखि वैशाख 19 गतेसम्मका लागि स्थगन गरेको जनाएको छ। विभागका प्रवक्ता शिवराज सेढाईले विभागमा सेवाग्राहीको भिडभाड हुँदा संक्रमणको जोखिम हुनाले बन्द गर्ने जानकारी दिनुभयो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-19 संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैल्न सक्ने आकलन गरिएको बताउनु भएको छ। सोमबार काठमाडौँमा भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालमा कोभिड-19 को संक्रमण डरलाग्दो ढङ्गले फैल्न सक्ने आकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताउनुभयो। जनजीविकाको रक्षा गर्दा आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनु पर्ने अवस्था आएको पनि बताउनुभयो। नैतिक रूपमा देखा परेको छ। हामी कहाँ पनि यसको लहर चाहिँ डरलाग्दो ढङ्गले फैलिन सक्ने त्यो आकलनहरू गरिएको छ। हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यति बेला राष्ट्रका सामुन्नेमा सर्वाधिक प्राथमिकताको सरकारको विषय बन्न पुगेको छ। जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशील बनाउँदै उन्नति समृद्धिको यात्रा तय गर्ने त्यो एउटा विशिष्ट अवस्थामा हामी छौँ। कसैले पनि लापरवाही गर्न नहुने बताउनुभयो। सरकारले सबै प्रकारका सम्भाव्य उपायहरू अवलम्बन गरेर कोभिड विरुद्धको लडाईँलाई जित्न चाहेको उल्लेख गर्दै यसका निमित्त आम नागरिक र सबै सङ्घ संस्थाको सहयोग आवश्यक रहेको बताउनु भएको छ। होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइ राख्न आगामी बजेट मार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन्। अहिले दोस्रो लहर आएकाले होटल व्यवसाय सञ्चालनमा अन्यलता भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गर्नुभयो। सोमबार कुराकानी गर्दै उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकूल भएको बताउनुभयो। अहिले केही होटलहरू बन्द भइसकेको र अधिकांश व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेकाले बजेट मार्फत विशेष सम्बोधन गरिनुपर्ने बताउनुभयो। चाहिने ब्याङ्कको लोनबाट चल्या हुन्छ। ब्याङ्कको लोन त हामीले अहिले जुन तिर्नु पर्थ्यो किस्ता, जुन हाम्रो सावा ब्याज त अहिले तिरेर अवस्था छैन। त्यसलाई हामी 1-1.5 वर्ष पछाडि धकेलिया छ अहिले। तर त्यसको मतलब त तिर्न नपर्ने भने त होइन, तिर्नुपर्छ। तिर्नु पर्दाखेरि त्यो आम्दानी जब हामीसँग आज केही पनि छैन, अब भोलि पनि आम्दानी हुनेवाला छैन, त्यो अब 1-1.5 वर्ष 2 वर्ष यही अवस्थामा जाँदाखेरि त आज 1 महिना तिर्नुपर्ने भोलि गएर 12 महिनामा 18 महिनामा 20 महिनाको एकैचोटि सामा ब्याज हामीले तिर्न सक्ने अवस्था हुँदैन। यसलाई कसरी गर्ने हो, यसको व्यवस्थापन कसो गर्ने भन्ने एउटा ठुलो प्रश्न हो। यसमा सरकारले बजेटले यसमा केही बोलिदिनै पर्छ। यसमा चाहिँ
दोस्रो कुरो मैले अहिले भनिहालेँ, यो हाम्रो कामदार कर्मचारीको जे पनि अब फेरि पनि लकडाउन भएमा व्यवसायीहरू आर्थिक रूपमा थेग्न नसक्ने अवस्थामा पुग्ने बताउनुभयो। त्यस्तो अवस्थामा होटल व्यवसायी, कर्मचारी र श्रमिकहरूको न्यूनतम जीविकोपार्जनका लागि सरकारले राहत कोष निर्माण गरेर सघाउनु पर्ने बताउनुभयो। सरकारले जारी गरेको मापदण्ड अनुसार बिहान 8 देखि साँझ 8 बजेसम्म होटल सञ्चालन गर्न पाइने र 25 जनाभन्दा बढी भेला हुन नपाउने भएपछि होटल थप प्रभावित भएको जनाइएको छ। कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मतदान गर्ने एमालेका 4 जना सांसद पदमुक्त भएका छन्। सोमबारको बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमाले सचिवालयमा दर्ता गराएको दल त्याग सम्बन्धी सूचना सुनाउँदै 4 सांसदको पद रिक्त भएको घोषणा गरेका हुन्। नेकपा एमाले कर्णाली प्रदेश सभाका सचेतक गुलाबजङ शाहले आज बस्ने प्रदेश सभामा सुनाउने गरी कारबाहीको पत्र आइतबार दर्ता गराएका थिए। यसरी पदमुक्त हुने प्रदेश सभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापा र नन्दसिंह बुढा छन्। अहिले बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी, थापा भौतिक पूर्वाधार विकास र शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन्। सांसदबाट पदमुक्त भएकाहरूको मन्त्री पद समेत जानेछ। उनीहरूलाई 6 महिनाका लागि मन्त्री बनाउन चाहेमा फेरि शपथ ग्रहण गराउनु पर्नेछ। सिराहाको मिर्चैया स्थित ब्रह्मचारी दामोदरन कलेजको मुख्य प्रवेशद्वारको शिलान्यास गरिएको छ। प्रदेशसभा सदस्य दिलीप कुमार शाहले कलेजको मुख्य प्रवेशद्वारको शिलान्यास गर्नुभएको हो। संसदीय कोषको 50 लाखको बजेटमा पर्खाल र मुख्यद्वार निर्माण गरेको जनाइएको छ। त्यसक्रममा सांसद शाहले समाजका कर्णधार विद्यार्थीहरूले ज्ञान आर्जन गर्ने ठाउँ भौतिक संरचना निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो। कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष मधुर प्रसाद शाह, उपभोक्ता समितिका अध्यक्ष सन्तोष कुमार शाह, कलेजका प्रमुख सञ्जय कुमार शाह लगायतको उपस्थिति थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा पछिल्लो 24 घण्टामा 3,52,000 भन्दा बढी नागरिक कोरोना भाइरस संक्रमित भेटिएका छन्। एकै दिन 3 लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएको यो 5औं दिन जनाइएको छ। त्यसैगरी 24 घण्टामा 2,812 जनाको ज्यान गएको छ। यससँगै भारतमा ज्यान गुमाउनेको संख्या 1,95,000 भन्दा बढी पुगेको छ। भारतमा अहिलेसम्ममा यो संक्रमणबाट 1,70,00,000 भन्दा बढी व्यक्ति संक्रमित भएका छन्। भारतमा हाल 28,13,000 भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। हालसम्म 1,43,00,000 भन्दा बढी कोरोना मुक्त भएका छन्। गत 24 घण्टा मात्र 2,19,227 जना कोरोना संक्रमण मुक्त भएका छन्। भारतमा गत जनवरी 16बाट कोरोना भाइरस विरुद्ध खोप अभियान सुरु भएको थियो। अहिलेसम्म भारतमा 14,19,11,000 भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। नेपालगञ्जमा संक्रमितको संख्या बढ्दै, भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव। काठमाडौँ उपत्यकामा लकडाउनको तयारी, लकडाउन अघि घर फर्कन 2 दिन समय दिन सरकारलाई सिफारिस। सम्पूर्ण शैक्षिक संस्था र पूर्व निर्धारित परीक्षाहरू स्थगित, त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू पनि स्थगित गरियो। कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई मतदान गर्ने एमालेका 4 जना सांसद पदमुक्त। र भारतमा कोरोना कहर, पछिल्लो 24 घण्टामा 3,52,000 संक्रमित थपिए। हस्त अपन न्यूज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।